सिरहाको राजदेवी पञ्चावती क्षेत्रस्थित राजदेवी पञ्चावती मन्दिरमा बुद्ध जयन्तीको अवसर पारेर वैशाख 18 गते लागेको मेला भव्य रूपमा सम्पन्न भएको छ। बिहानैदेखि ठूलो संख्यामा श्रद्धालुहरूको उपस्थितिले मन्दिर परिसर दिनभर नै खचाखच भरिएको थियो। धार्मिक आस्था बोकेका भक्तजनहरूले पूजा-आजा गर्दै बलि चढाएका थिए भने मेलामा सहभागीहरूले परम्परागत संस्कृतिको झल्को अनुभूति गरेका थिए। मेलामा रङ्गी-बिरङ्गी सामग्रीहरू आकर्षणको केन्द्र बनेका थिए। स्थानीय तथा बाह्य व्यापारीहरूले खेलौना, मिठाई, कपडा, भाँडाकुँडा लगायतका विभिन्न सामग्री बिक्री गरेका थिए। बालबालिकादेखि वृद्धसम्मको उत्साहजनक सहभागिताले मेलाको रौनक झनै बढाएको देखिन्थ्यो। साथै स्थानीय खानाका परिकार र झुला तथा मनोरञ्जनात्मक गतिविधिहरूले आगन्तुकलाई लोभ्याएको थियो। धार्मिक, सांस्कृतिक र सामाजिक सद्भाव झल्काउने यो मेला शान्तिपूर्ण रूपमा सम्पन्न भएको स्थानीय प्रशासनले जनाएको छ।